to my YouTube channel and this is my first video in my channel. अनि आजको फर्स्ट भिडियोमा चाहिँ हामी मुकबाङ गर्न गइरहेको छौं अनि हामीसँग चाहिँ यहाँ चटपटे छ अनि पानीपुरीको रस छ अनि फेन्टा छ अनि पुरी चाहिँ हामीले साइडमा राखेको छौं हाम्रो चाहिँ टेबल अलिकति सानो भयो टेबल हामीले बनाउँदैको छौं अलिक ठुलो अनि अहिलेको लागि चाहिँ यतिमै एडजस्ट गर्दै गरौँ अनि आज चाहिँ मसँग चाहिँ मेरो आन्टी हैसिन्छ हेलो भन्छ ल अब चाहिँ खाना स्टार्ट गरौँ है अनि हामीले चाहिँ चटपटे अघि बनाएको थियौं यता उति गर्दा गर्दै चटपटेरै सुकेर यति भइसक्यो त्यही पनि खाम म चटपटे खान्न एकैचोटि पानीपुरी खान्छु होला चटपटे त एकदम मिठो भन्छ मिठो पिरो मलाई चाहिँ अलिकति नुन चर्को भएको जस्तो भयो त्यो भुजा सुकेर होला सायद अनि एकदमै गर्मी छ है गाई त भेन्टा लिइरहेछ भनेर खाने म त पानीपुरी खान्छु चटपटे खान्छ कुन पहिले म कसरी नुन चर्को भयो भुजा सुकेर अनि अलिकति साउन्डहरू आयो भने चाहिँ अहिले नै म सरी भनिरहेको छु अब घरमा यताउति साउन्डहरू त आइहाल्छ नि त्यही भएर त्यसो भए मलाई त पानीपुरी खानु मन लाग्छ पानीपुरी खान्छ खाम अचार दिन्छ त पानीपुरी भए चाहिँ हामी यो के भन्छ दुलो चाहिँ पहिले पारिरहेको थियौँ हाम्रो चाहिँ होइन फर्स्टमा चाहिँ फर्स्ट भिडियो चाहिँ के भन्छ हामी च्यालेन्ज चाहिँ गर्ने चटपटे र पानीपुरीको भनेर सोचेको थियौँ अनि भरे फेरि त्यही भएको थियो नि भरे फेरि मम्मीले होइन के भन्छ मुकबाङै गर भनेर भन्छ नि हामीले चाहिँ मुकबाङै गर्न आँटेको अनि यहाँ चाहिँ पानीपुरीको अचार अनि यो चाहिँ के भन्छ देख्नु त देख्छिन् होला बट मैले भनि चाहिँ राखेको अनि यो चाहिँ पुदिनाको के भन्छ रस हो अनि यो चाहिँ नर्मल हुन्छ नि नेपालीहरूले खाने त्यतिकै खोर्सानी मसलाहरू के हालेर अनि चाहिँ पुदिनाको है खोर्सानीमा चाहिँ मैले आन्टीलाई आज अचार बनाउनु दिएको थिएँ पानीपुरीको मसलाहरू हाल्छेन क्या त्यस्तै पहिला खाएँ ठुलो परेछ गाडी पुगेको जस्तो लाग्यो त एउटामा चाहिँ नुन चर्को एउटामा चाहिँ नुनै नपुगेको भयो क्या त्यो सम्झिन्छ मामु पानी पानी यो चटपटे पनि लगेर गएछ ल ठुल्ठुलो पुरी भएछ हामी मैले चाहिँ के भन्छ हामीले चाहिँ पानी नै साइडमा राख्न बिर्सेछौँ त्यही भएर पानीमा अलि नुन नपुगेको थियो अघि त पुगेको थियो कि नपुगेको के नपुगेको अघि त पुगेको थियो
दिनमा त के त्यो खोर्सानी हालेर उदो गरेको नि त त्यसको कस्तो यस्तो ढक्कन खोलेको कस्तो भस्से आएर कस्तो भाँडीमा उयो गर्यो मलाई चाहिँ आज कसो भए खानु मन लाग्यो भने भरे खानु अझमा खानु पनि मलाई कस्तो भरिएर आयो नेक्स्ट टाइम चाहिँ फेन खोलेर बनाउनु पर्छ जस्तो छ कस्तो गर्मी छ आजको त फेरि किन एकदमै गर्मी हुन्छ एक्सट्रिम झन् स्कुलमा त मरिन्छ स्कुलमा त झन् फेनै भए पनि किन त्यो एकअर्काको त मान्छेबाट आउँदै थियो टाप्लो होला अकेले नै स्कुलमा त बरु जति छुट्टी दिँदा पनि हुन्थ्यो अझै नै खान्छु पर गरेर बस्नु नि के यहीँ मात्रै बसेको त म त कस्तो हगाएँ पेटा खोल्यो हाउडा एकदमै सानो भयो टेबल सानो भयो हामी यसरी बसिरहेको छौँ टेबल चाहिँ आफ्नो बनाउँदै छु मैले फेन्टा पनि मलाई मन चाहिँ पर्दैन बट कोक थिएन त्यही भएर फेन्टा लियो म फेन्टा जस्तो ल्याएपछि क्या त्यो तातो भएपछि कस्तो गुलियो हुन्छ नि त्यही भएर मलाई फेन्टा चाहिँ मन पर्दैन कोकै त्यो मनपर्छ हुन्छ नि अब ज्यानको लागि पनि नराम्रो त भन्छ कोक बट खानु मलाई पनि लाग्छ कोकै मिठो लाग्छ अरू भन्दा स्प्राइट पनि मलाई त्यति मन पर्दैन फेन्टा त खानु केही मनै पर्दैन कोक अनि पेप्सी कोक पेप्सीको त सेमै लाग्छ कि दुधमै हालिदिएको मान्छे पानी चाहिँ आजको लागि
चाहिँ यति नै हामीले चाहिँ खाइसकेनौँ किनकि अगाडिको चटपटे पनि हामीले आधी खाँदा खाँदै छोड्यौँ। मैले झन् अलिकति 2-3 बाइट मात्रै खाएको थिएँ, साइडमा लगाइदिएको थिएँ। आन्टीले चाहिँ अलिक स्टक पनि हालिसकेको थियो, खै चटपटे पनि त्यति खानु मन लाग्यो नि त उस चाहिँ क्या। मैले चाहिँ किन नखाएको भने त्यो हामीले चटपटे अगाडि बनाएको थियौँ नि त, लाइक बनाउँदा त्यो पानीपुरीहरू सबै रेडी बनाइसकेर बनाएको थियौँ। अनि यताउति गर्दा गर्दै त्यो ढिलो भइहाल्यो क्या चटपटेको लागि चाहिँ। अनि त्यो नुनहरू त्यो चटपटे अब त्यो भुजा नउसिलेसम्म त ठिक्क थियो नुन। अब त्यो भुजा उसिसकेपछि अब क्वान्टिटी घट्यो नि त, अनि नुन चाहिँ त्यो भयो, त्यही भएर अलिक नुन चर्को भयो। अनि किन आज चाहिँ मैले फेरि अगाडि खाएर पानीहरू धेरै खाएर होइन अलिकति डुम्म भयो क्या मेरो पेट। अनि त्यही भएर हामीले चाहिँ धेरै खान सकेनौँ पानीपुरी चाहिँ। हामी त्यसको लागि सरी, त्यसको लागि चाहिँ हामी सरी। आज हाम्रो फर्स्ट भिडियो गरेर के भयो जिनाले पनि डिस्टर्ब गरि नै रहेछ गाउँघरमा त। अनि के भन्छ सरी पनि यस्तै नै होला। अनि हामीले चाहिँ खाजाहरू च्यालेन्ज गऱ्यो भनेर थालमा 20वटा पानीपुरी लिएको थियौँ नि त, अनि भरे फेरि मुकबाङ गर्ने भनेर भयो। अनि 20वटामा चाहिँ मैले चाहिँ कतिवटा रह्यो मेरोमा चाहिँ 11वटा रहेछ, मैले चाहिँ 9वटा खाएको छु 20मा। अनि आन्टीको चाहिँ कति रहेछ 7वटा भनेपछि कतिवटा खाइछ हामीले 13वटा होइन। आन्टीले चाहिँ 13वटा खाइछ क्या, मैले चाहिँ एक्सपेक्ट गरेको थिइनँ। अनि हाम्रो रसहरू पनि पुदिनाकै धेरै युज भएछ, यो चाहिँ खास चाहिँ मलाई त लागेन आज किन रसमा हाम्रो नुनै पुगेन रहेछ कि चटपटेमा चाहिँ नुन चर्को भयो, रसमा चाहिँ नुनै पुगेन। अनि मैले चाख्दाखेरि त पुगेको थियो जस्तो लाग्यो, फेरि अहिले पुगेन। अनि मैले त फेन्डा पनि खाइसकिनँ, आन्टीले चाहिँ फेन्डा पनि खाइसकेको थियो, मलाई चाहिँ गुलियो भयो। अनि के भन्छ म अलि हन्तकाले परेछु। अनि त्यस्तो भयो आज मेरो चाहिँ पेटै किन आज कस्तो डम्म भइहाल्यो क्या अलिकति खाने बित्तिकै। अनि त्यही भएर चाहिँ अनि खानु सकेन सबै चाहिँ चटपटे त मेरो त धेरै नै रह्यो, पानीपुरी पनि 11वटा स्टिल छ। अनि त्यही भएर चाहिँ यस्तै भयो आजको भिडियो चाहिँ है। अनि हजुरहरूलाई चाहिँ हाम्रो भिडियो मन पऱ्यो भने के भन्छ त्यसलाई कसरी भन्नु मलाई त भन्नै आएन। अनि होप हजुरहरूलाई चाहिँ हाम्रो भिडियो राम्रो लाग्यो होला। अनि राम्रो लाग्यो भने चाहिँ लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिन्छ है। अनि के भन्छ अब अरू भिडियोहरू चाहिँ के बनाउनु भनेर हजुरहरूले सजेस्ट पनि दिन सकिन्छ। अनि थ्याङ्क यू, बाई।